अहिले पब्जी आनन्द छ नि हैन अरे पब्जी को त्यहाँ रिएक्सन हेर्नु त्यहाँ हैन ओए सब डरायो हिँड्न एकजना के हुँदैन के ओए मर्दैन होला पक्कै पनि हिँड आइज मर्दैन के जस्तै पनि मर्दैन भने आइज नमरे भएन के अब डर भन्ने कुरा बिस्तारै बिस्तारै लाग्दै आउँदो रहेछ उनीहरू केटाहरू त भागेर त्यहाँ चारजना बसेको मान्छे त निस्केर हिँडे त्यहाँतिर यस्तो डर पो गर्छ हाम्रो केटाहरू निस्केला जस्तो हुँदो रहेछ जाडो छ जाडो हावाले शिक्षी हावा चलेर खराब गरिदिनु भयो चिसोमा हेलो वेलकम टु माई न्यू ब्लग एमआरजी ब्लग टेम्बममा फेरि पनि स्वागत छ तपाईँहरू सबैजनालाई आज हामी होप्पी लाइन जाने प्लान छ हाम्रो होइन अनि आज घाम चाहिँ त्यस्तो राम्रोसँग लागेको छैन 6 जना केटाहरू हुन्छ रमाइलो चाहिँ बब्बाल गर्ने बब्बाल सिधामा साथीहरू केटा भएकोमा गएर भेट्नेछौँ त्यही हो बुम ल हामी केटाहरू सबैजना रेडी भइसक्यौँ 2 जना 3 4 जना 5 6 जना कति भने उयो सुन्दर जाने रे जाने भयो खाली भयो हामी चाहिँ अहिले मेडिकल कलेज ठ्याक्कै पेट्रोल पम्पमा अलि भ्यानेस मोडको नजिकै हो तल्लोमा मलाई चाहिँ हल्का खोकी र रुगा अलि लागिरहेछ अलि सन्चो छैन होइन त्यही पनि जाने हो खेल्ने हो रमाइलो गर्नु नछोड्ने हो सरी हामी जाने भनेको बौद्ध निस्किँदै चाबेलीदेखि सिधै हामी भित्र चाबेल होइन के अरे गौशालाबाट सिधै बानेश्वर निस्किने छौँ त्यहाँ हुँदै जाने हो हामी चाहिँ होप्पी लाइन जानु पऱ्यो भने चाहिँ कसैले अब लोकेसन चाहिँ कोटेश्वर निस्केर ललितपुर हुँदै जाने हो मेन चौपार भन्ने ठाउँमा हो चौपार चाहिँ फन पार्क मतलब राम्रो छ कि जो 750 रुपियाँ टिकट हुन्छ अनि त्यहाँको अनुसार चाहिँ अब जो 750 को फुल फन हुन्छ कि फुल इन्जोय गर्न पाइन्छ सबै कुरा खेल्न पाइन्छ त्यहाँ भएको ठिकै हो राम्रो ठिकै प्राइस चाहिँ ठिकै हो कहिले काहीँ जाँदाखेरि यस्तो रमाइलो नै हुन्छ ओइ खल्दै नदेखेँ मैले एकहुरु अगाडि मात्र हेऱ्यो हामी चाहिँ बिहानै निस्किने भनेको अलिकति ढिलो भयो कि आज केटाहरूको अलिअलि काम परेर कामसँग गरे दाइ यता होप्पी लाइन कताबाट यताबाट पुग्छ दाइ स्ट्रेट पुग्छ ए ल थ्याङ्क यू दाइ ल स्ट्रेट गएर पुग्छ अरे अब के गर्नु अब बाटो थाहा नभएछ ए ए ए ए ए ए हामी जाडो पुग्यो नि त हामी त यहीँ हो ल
त के हो बाइक गाडी केही पनि छैन तपाईँ भुपिलान खुल्ला त छ नि अलि फोरेफोर भन्छ धुलै धुलो भएको छ फाइनली हामी पुगिसक्यौँ गाइज केटार्ने पुगिसक्यो म चाहिँ रन काएर होइन यति चाँडो नपुग्नु पर्ने भनेर मैले रन काएर ल्याएको कटिसकेछ त्यही पनि बाटो धेरै ठाउँ रहेछ बाटो सोधी आयो त्यस धेरै टाढो त होइन एकैचोटि पुग्यो अलिकति अफरोड चाहिँ रहेछ त्यहाँबाट लत्तै चिन्बन ठाउँमा ए ग्राउन्ड हाने अहिले यस्तै हो मलाई दिमाग ठाउँ हेरेरमा सोधेँ दिमाग भएको ब्ल्यारिङले हिँडेको यस्तै हुन्छ तेरो दिमाग चाहिँ होइन भुँडी चाहिँ छ 100 रुपियाँ जानु लैजा कतिवटा चाहिन्छ मान्छे धेरै चाहिँ छैन छ अझ हामी खुल्ला छ हामी सबै खेल्ने आज कुनै नि खेल्नु पाउला जस्तो लागेर मान्छे त चाहिँ खेलाउँछ खेलाउँछ यो रोटी दिन्छ घुमाउँछ थाहा छैन यो र त्यो 360 त्यत्तिकै तर आउँछ कि मान्छे अहिले भर्खर टाइम त भयो छोड्दियो हामी दुईजना चाहिँ टिकट काट्न हिँडिरहेको छ कस्तो बेकार तल त्यहाँ अहिले 360 मा हालेर घुमाइदिन्छ नि तँलाई 360 हाल्यो 180 जेसी हाल्यो के भनेर तिमीहरू त होइन त म झिवा खेर भएको मुटु उल्टो भएको मान्छे पो त म त हाम्रो त मुटै छैन झन् मुटु उल्टो भएको मान्छे पो त म के यसकै त यहाँ चाहिँ नहुने छ भाइ यहाँ देख्दैन चाहिँ के ल्याएछ त्यो पोट पर्छ हामी स्टाफ होइन यहाँ चाहिँ टिकट काउन्टर हामी पुगिसक्यो अलिअलि टिकट काट्छ यहाँ चाहिँ टिकट काउन्टर तपाईँ यसो हेर्दा बच्चा त होइन भोपिलान आउनु भएको छ के को बच्चा के उद्देश्य हो तपाईँको बच्चा पनि होइन ठुलो पनि होइन हामी अहिले ठिक्क लेभलको मान्छे हो बिहे नगरेको आधा भइसक्यो बिहे नगरेको भएको यङ जवान तपाईँको चस्मा दामी रहेछ कति मिल्नु यो ब्रान्ड हो ब्रान्ड यो ब्रान्ड कसैले देख्नु भएको छ भने कमेन्ट गर्नुहोस् तपाईँको त्यो कटुनी ब्रान्डेड जस्तो लाग्यो कति हो मार्केट प्राइस छ 4,000 यस्तै 4,000 समथिङको रेन्जतिर छ ल ठिक छ लेडिज एन्ड जेन्टलमेन हामी फाइनली प्लेनभित्र इन्ट्री मारिसकेको छौँ यो अनि अब हामी चाहिँ अब यता चाहिँ जुरासिक पार्क पार्कभित्र जाने हो पहिला जुरासिक पार्कबाट इन्ट्री हुँदै हामी होइन, पहिला- पार्क इन्ट्री नगर्ने हामी जुरासिक पार्क त्यसो भए अहिले लास्टमा इन्ट्री गर्नेछौँ अब हामीले चाहिँ फाइनली अब स्विमिङभित्र जानेछौँ दुईटा बच्चा हो फाइनली प्लेन आयो बच्चा त्यही नलिएर हेर्दा बाउ मात्र आएको छ। छिटा हो दुईटा तपाईँ अनि बच्चा बच्चा नलिएर बाउ आउने यो कस्तो हो बच्चा नली बाउ मात्र घुम्न छ बुढीलाई कम्प्लेन अब यो बच्चाको बाउले यहाँबाट तल खसाल्ने हो होइन? बुढी बच्चा घरमा छोडेर एक्लै घुम्न आयो यसले के गर्नुपर्छ अब यहाँबाट खसाल्नुपर्छ यो बच्चा बाउहरूले उयो खेल्नुपर्छ केटा यो गर्नुपर्छ मेन यसमा लानुपर्छ यस्तो मजा हुन्छ यो यस्तो मजा केही पनि यहाँबाट जाने है ल हाम्रो केटा रेडी भइसक्यो फाइनली फाइनली हामी चाहिँ अब स्विमिङको लागि रेडी भइसकेको छौँ अब हामी स्विमिङपट्टि जान्छौँ अब यहाँ केटाहरूको अरू भन्दा नि यो साइड बोर्डमा केटाहरूको रियाक्सन हेर्ने हो हामी यता केटा तान्द्रे जिवा खान्छ बोल्न अब त अलिअलि तान्द्रे अरू सुक्को तल आज फर्स्ट टाइम हो अलिअलि डर लागेर आएछ के हुन्छ हेर्दै तान्न फेरि यहाँको मजा आउँछ मजा आयो रमाइलो हुन्छ मजा हुन्छ
बचाएर न बचाउ कि बचाउ रे के हुँदैन मासु चान्दुले मासुले उनीहरू त उयसको होइन नि के मजा हामी गयो गाइस यो मजा आइरहेछ मजा आउँछ यो अब त बारी भइसक्यो पुल्टो म झन् चिसो लाग्दैछ हावा त रे यस्तो अलि मोड्नु पर्ने हुन्छ अब फेरि नाइज हाम्रो नानी अब डराएर भागेको अवस्था उतिर ल तल रेकर्ड गर म पछाडि बस्छु हुँदैन म त पछाडि होइन पछाडि आनन्द हुन्छ है होइन पछाडि म पछाडि दुईटै एक्सपिरियन्स गर्नु परेन अगाडि पछाडि दुईटै एक्सपिरियन्स गर्नुपर्छ है अगाडि पछि दुईटै एक्सपिरियन्स गर्नु परेन माथि उता कप्पै खल्टाउनु बस्नु खप्पैहरू चाप्नु छ पछाडिबाट डर लाग्ने रहेछ चस्मा निकाल्यो पछाडिबाट डर लाग्ने पछाडिबाट भाग्ने अगाडिबाट के हुने पछाडिबाट डर लाग्ने रहेछ फाइनली गए हामी चाहिँ अब छुट्टी त खुट्टी म बसिसक्यो होइन ट्युमा बसिसक्यो तान्दा कुदेर तान्न ल फाइनली यहाँको बेटाले ल बल उता ओ हेर केटा हो कति रमाइलो मलाई यस्तो डराउँछ भनेको खासै डर लाग्दैन होइन झन्डै क्यामेरा फाल्यो है चचा हजुर अब चचा माया मारौ अब चचा माया मारौ चोर्दे चस्मा चचा माया मार्दो जाडो छ जाडो हावाले झन् सेक्सी हावा चलेर झन् यहाँ अङ्ग खराब गरिदिनु भयो चिसोमा ओए 360 भन्दा 360को पालो 360कै हो यसले आन गरेछ होइन आज बटरफ्लाई कत्रो ठुलो क्या जुरासिक पार्कको सानो बोकेर र ओए कान्तु जाउँ न
भिडियो यसमा भन्नु टुक्रे फोटो भिडियो यसमा भन ओ त्यो त भाग्यो त त्यो अहिले डलायो भने उठ्न पाउँदैन नि त्यहाँ त हुँदैन भाइ उ यहाँ बिचमा 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 आइज अगाडि त्यहाँ त डर लाग्छ मलाई चाहिँ अलिकति डर लागेको अवस्था अलिकति डर लाग्यो केटा हो नडर होला तेरो रिएक्सन हेर्छु त्यसपछि म खेल्छु ल तेरो रिएक्सन हेर्छु पहिला अनि फेरि पब्जी खेल सुप्पासँग डरपोकहरू सबै निक्ले डरपोकहरू सबै उद्योसँग बस्न तिमीहरू दुईजना टेपो कुन चाहिँ जब त म त नचिन्दा टाढा हेरेर हाँसेर डरेर आज यो बिग्रियो भाइ बिग्रियो फाइनली हामी कतिवटा खेलिसक्यो यो चाहिँ एउटा बढी खेलेको केटाहरूले खेलेन म मात्र हो सबै खेलेन मुटु उल्टो भएको म मात्र हो अझै यहाँ खेल्न आएर रहेछ घुम्यो त भर्खर थुक क्या ढिलो भयो भने चाहिँ मुला केटाहरू अब यो खेल्ने हामी यो खेल्न जाँदैछौँ ओइ अहिले फोटो खिच्दै गरौँ नि त अवतारसँग चाहिँ उयो अवतारसँग फोटो खिच्यौँ कहाँ अवतारहरूसँग ल हामी चाहिँ यहाँ छिरिसक्यो गइरहेको छु यसमा त डर लाग्छ नि भाइ लाग्दैन अब तपाईँहरू चाहिँ हाम्रो यो चाहिँ जे पनि के यो मैले झन्डा लगाएर यता फेरि हाम्रो एमआरजी भर्खर एउटा भाइ छ यो यसमा त डर लाग्छ नि यसमा त खासै डर लाग्दैन भन्ने शङ्का छ हाम्रो चाहिँ विचारमा गाइस केटाहरू चाहिँ यता भित्र छिर्यो हो केटाहरू भित्र छिरिसकेको रहेछ म चाहिँ बाहिर ल आइरहेको जाउँ न भित्र यहाँ चाहिँ डाइनोसरको हड्डी छ त्यहाँबाट गेट बाहिर उयोतिर अनुहार देखाइदिएर यहाँ नि फ्री हो यहाँ पनि फ्री जुरासिक पार्क खेल्न मिल्ने रहेछ थाहा छैन हामी चाहिँ सफारी गर्दैछौँ डाइनोसर भेट्ने भयो उनले हामी डाइनोसर भेट्नु र हामी ढुङ्गैमा जाँदैछौँ ढुङ्गैमा छियो होइन अब हामी डिनोसर हेर्ने डाइनोसर हेर्नुपर्छ यहाँ डर किप आउट डेन्जर भने चाहिँ यहाँतिर हल्लाउनु पऱ्यो हाम्रो गएन यहाँ वन मान्छे छ यहाँ पछाडि सेम छ कि यो मसँग कस्तो कालो कालो रहेछ यो मात्र बोले खानु माछा हामी यहाँ सुरुङभित्र छिर्दैछौँ गाइस सुरुङभित्र छिर्ने भयो म हराउला है गाइस होइन नगर्दैछौँ ल यस्तो दाँत चाहिँ देख्छ दाँत चाहिँ देख्नु निकट दाँत पनि धेरै मलाई भइसक्यो यस दाँत चाहिँ देख्दो रहेछ तर मान्छे देखिरहेछ चस्मा रहेछ यहाँ माथि चाहिँ यस्तो छ ढुङ्गै छ हेर माथि यो मात्र हो ओइ के कराउनु छ त्यहाँ पिटोसोरस पिटर यो स्पिकर पनि छ यहाँ स्पिकर बज्यो गर्दैछ
ओ डाइनोसर आयो वेलकम टु आँखा पिलिक पिलिक ब्लिङ गर्छ त आँखामा पिली पिली गर्ने हो ठिक छ ब्राउन एन्ड ब्राउन कस्तो फिल भइरह जुरासिक वर्ल्डमा आनन्द थियो ढुङ्गेकमै जन्मे भयो हुँदो रहेछ यहाँ पछाडितिर के छ यहाँनिर थतरा थुत्री यो भल्क्यान हो के हो यो भल्क्यानो भल्क्यानो लाभा बुत्ता हेर नि दामी आउँदैछ नि डाइनोसरलाई घाँस खान्छु ल घाँस दिन्छु ल डाइनोसरलाई डाइनोसरलाई घाँस दिनु पऱ्यो बाबा घाँस खाएको छ फिल्म सुटिङ गर्नुहुन्छ हाम्रोपट्टि पुऱ्यो के कसो यत्रो राइट कस्तो भयो तपाईँको भनिदिनुहोस् हिँड्नु पाएको दामी भाइलाई कस्तो लागेको रहेछ राइट राम्रो भन्नुपर्छ क्या धेरै राम्रो तपाईँ भिडियोमा देख्न पाएँ हामी अब यो के अरे जुरासिक सफारी सिकिसक्यो अब बाहिरको सफारीमा छौँ अब घरतिरको सफाइ बाहिरबाट अब थाहा छ खोइ कहाँ हुन्छ यो अब पानी पर्ला जस्तो छ होइन डाइनोसर आउने बेला भइरहेको छ यो डाइनोसर आउने स्थिति देखाउँदैछ हावाहुरी चलेर यहाँ बवाल भइरह डाइनोसर आउनु बेला यहाँ एउटा डाइनोसर मरेर यहाँ पुगेर बसेछ हड्डी मात्र भएको छ यहाँ फोटो नानीको हुन्छ फाइनली गाइज हामी चाहिँ अब यो के भन्छ यस्तो गोलो गोलो परेको यो खोइ के हो मलाई नाम आउँदैन होइन अब यो खेल्न गइरहेको छु लगभग हामी अब सिटमा बसिरहेको छौँ अब तपाईँहरू चाहिँ अब हाम्रो होइन डरको होइन रिएक्सन हेरेर चाहिँ अब इन्टरटेनमेन्ट लिनु यहाँ अब यता चाहिँ हाम्रो दुईजना केटाहरू छ हप्सी र तान्दुरे छ यता फेरि हाम्रो एमआरजी भर्खर र एउटा भाइ छ होइन अब यसमा त खासै डर लाग्दैन भन्ने शङ्का छ हाम्रो चाहिँ विचारमा यहाँ किन डर लाग्दैन भन्ने शङ्का लाग्यो भन्दाखेरि यो तान्दुरेले आँट्यो कि अरू भन्दा नि यसले आँटेपछि त डरै लाग्दैन यसले नआँट्ने भए चाहिँ यहाँ पक्कै पनि डर लाग्दो ठाउँ हुन्थ्यो होइन डरै लाग्ने तान्दुरे एक नम्बरको डरबोक चाहिँ यो फेरि अघि 360 यसले गर्दा कसैले यसले अब खेलेको खासमा हुन त दुईवटा बच्चा छ होइन अब मरि पनि खासमा केही फरक त नपर्ने हो त्यही पनि अब डराउँदो रहेछ यति नै रहेछ लक्ष्य के हुँदैछ फेरि स्टार्ट भयो फिल कस्तो भइरहेछ केटाहरू मिकमारको चाहिँ रिएक्सन खिच्नुपर्छ के ओ मिकमार रिएक्सन हेरो हे ओ मिकमार आनन्द छ अहिले पप्ची आनन्द छैन होइन यो त खासै केही त नहुँदो रहेछ यो त यति नै होला नि अब यो यति नै रहेछ नो फिल के को नो फिल अहिलेदेखि पो माथि माथि पो आयो त अब बिदा हुँदैन अरू पब्जीको त्यहाँ रिएक्सन हेर्नु त्यहाँ हेर्नु पब्जी डराए यहाँतिर अरू पब्जी डरेको अवस्थामा छ हँसाएर हाँस्छले उयो बिता
कसम आनंदीले पब्जी चाहिँ गर्ने पब्जी कसम तिमीहरूले यता म्याच रमाइलो होस् भनेर मात्र आरो पब्जीको त्यहाँ रिएक्सन हेर्नु होइन यहाँ रिएक्सन आरो पब्जी शान्ति भइसकेपछि अब डर भन्ने कुरा बिस्तारै बिस्तारै लाग्दै आउँदो रहेछ होइन डर लाग्छ उनीहरू केटाहरू त भागेर त्यहाँ चारजना बसेको मान्छे त निस्केर हिँडे त्यहाँतिर मुटु मुखमा आउँछ कि क्या निस्केला जस्तो हुँदो रहेछ झर्छ क्या बिग्रे क्यों के हो यो अड्काएर राख्दो रहेछ त यार यो के हो यो कसम यस्तो त हुँदैन के हो यो कुरी अड्काएर राख्छ त म चाहिँ फुस्किएर अहिलेदेखि त सुरु भयो कि बन्द भयो केटा आएछ मलाई एकचोटि खेल्नु मलाई त्यो लगाइ राम्रोसँग बसेन चाहिँ माथि पुगेर कोल्टेर बस्छ त लगाइ घन्टाइ झन्नै झऱ्यो टाउको मुनि गरेर बस्दा न त्यो अड्काउँदा चाहिँ यहाँबाट रगत यहाँ आयो तर खासै एकछिनमा त्यस्तो डर त लागेन एकछिनको डर चाहिँ रमाइलो हुँदो रहेछ